त तपाईहरु माझमा मैले कुरा राख्दै गर्दाखेरि हामी समग्र मूलवासी मंगोल जनताहरूले अब समय आएको छ, बेला आएको छ। महामना डाक्टर गोपाल गुरुङजीले 2070 सालमै उहाँलाई चाहिँ एउटा अमुक शक्तिहरूले चाहिँ गुरुङ सर तपाईँ अगाडि बढ्नुहोस्, तपाईलाई हामी शासन सत्ताको बागडोर सम्हाल्ने त्यो पोजिसनमा पुर्याउँछौँ भनिसक्दाखेरि महामना डाक्टर गोपाल गुरुङजीले त्यस बेला अलिक समय भएको छैन, म अहिले तयार छैन भनेर भन्नुभएको थियो। किन समय भएको छैन, म तयार छैन भन्नुभएको रहेछ भन्दाखेरि पछि हामीले सोध्दै गर्दाखेरि भाइ कार्यकर्ताहरू हैन, नेता कार्यकर्ताहरू चाहिँ अलिकति त्यो लेभलको भइसकेको छैन, त्यसकारणले गर्दाखेरि मैले मानिनँ भन्नुहुन्थ्यो। त राजनीतिभित्र हरेक कुरोहरू हुँदो रहेछ, राष्ट्र अन्तर्राष्ट्रिय हैन विश्व राजनीतिक मञ्चमा कसरी घटनाहरू घटिरहेको छ त्यसलाई बुझ्नु सक्ने, त्यसलाई विश्लेषण गर्न सक्ने, अनि आउँदो दिनहरूमा विश्व राजनीतिकहरू कसरी अगाडि बढ्ने त्यो सबै कुरोको विश्लेषण गर्न सक्ने खालको एउटा नेतृत्व चाहिँदो रहेछ। अन्य भू राजनीतिक रूपले पनि सबै कुरो सुझबुझ राखेर आम जनताको हितार्थ कुन बाटोलाई चाहिँ अवलम्बन गरेर अगाडि बढ्दाखेरि समग्र देश अनि जनताको हित हुने रहेछ भन्ने कुरो पनि मोटामोटी बुझ्नुपर्ने हुँदो रहेछ। त्यो बेलामा त्यस्तो अवस्था थिएन। पक्कै पनि मंगोल नेसनल अर्गनाइजेसनको अग्रज कार्यकर्ताहरूमा थिए, देशभित्रको राष्ट्रिय राजनीतिमा उहाँहरूको प्रत्यक्ष सुझबुझ थियो, तर अन्तर्राष्ट्रिय लेभलमा त्यो स्तरको राजनीतिक सुझबुझ थिएन। त देशभित्र पनि कस्तो अवस्था थियो भन्दाखेरि अलिकति नेतृत्वहरूमा पनि विशेष गरेर पूर्वमा रहेका अग्रज नेतृत्वहरूमा पनि अलिकति जातिवादी सोच भएका हैन। लिम्बू दाजुभाइहरूले चाहिँ अलिकति नेतृत्वमा हुने, लिम्बूले लिम्बू मात्र खोज्ने, राईहरूले राई मात्र खोज्ने, गुरुङले गुरुङ मात्र खोज्ने, मगरले मगर मात्र खोज्ने खालको त्यो खालको परिपाटी थियो। त मंगोल नेसनल अर्गनाइजेसनले के भन्छ भन्दाखेरि हामी समग्र मूलवासीहरू एकमा हुनुपर्छ, समग्र मंगोलहरू एक हुनुपर्छ भनेर हामी भनिरहेका छौँ। यो एउटा अपरिहार्य हुनैपर्छ। यसमा कुनै किसिमको सम्झौता गर्न सकिँदैन भन्ने कुरा हो। अहिले पनि हेर्नुहोस्, अहिले पनि समग्रमा म यसो विचार गर्छु के साँच्चै नै हामी महामानव डाक्टर गोपाल गुरुङजीको उद्देश्य बमोजिम हैन मंगोल नेसनल अर्गनाइजेसनको चाहिँ मेन प्रिन्सिपल सिद्धान्त अनुसार हामी अगाडि बढेको छौँ कि छैन भन्ने कुरो महत्त्वपूर्ण कुरा हो। अहिले हेर्नुहोस्, नेपाली समाज हामी जोड्नुपर्छ भन्ने पक्षमा छौँ, हाम्रो उद्देश्य त्यो हो। तर अहिले शासन सत्तामा रहेको शासकहरूले यो मुलुकलाई विभक्त बनाउनु लागि कस्तो खालको भूमिकाहरू खेलिरहेछ हैन। अहिले राई र लिम्बूहरू पनि झगडा गरिरहेको देखिन्छ। तपाईँले मिडिया मार्फत हेरिराख्नु भएको छ नि हैन। मधेसी साथीहरू एक आपसमा लडिरहेछन्। हामी चाहिँ एकजुट हुनुपर्छ भन्छौँ, तर एक आपसमा लड्ने भिड्ने खालको परिस्थिति छ। त त्यो सबै देख्दै गर्दाखेरि मंगोल नेसनल अर्गनाइजेसनको कार्यकर्तालाई चाहिँ फेरि यसरी एक आपसमा जातिवादी संकीर्ण सोच हैन, धार्मिकतावादी सोच त्यो खालको आउँछ नि, संस्कारवादी सोच हुनु हुँदैन। यसमा छुट छैन। हेर्नुहोस्, तपाईँहरू कसैलाई पनि यसमा छुट छैन। म यसो विचार गर्छु, कतिपय हाम्रो पश्चिमतिरको समाजलाई यसो म विचार गर्दै गर्दाखेरि के पाउँछु भन्दाखेरि विशेष गरेर गुरुङ मगर दाजुभाइहरूमा पनि अलिकति काहीँ न काहीँ यसो हैन जातिवादी सोचहरू जस्तो के गुरुङ दाजुभाइले राँगा खानु हुँदो रहेछ, मगर दाजुभाइले सुँगुर खानु हुँदो रहेछ। राँगा र सुँगुर खाने बिचमा पनि मेल नहुँदो रहेछ भनेपछि अनि समग्र मूलवासी मंगोल एक हुनुपर्छ भन्ने कुरोको सादा उद्देश्य प्राप्तिको लागि हामी एक ठाउँमा आउन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा।
यो महत्त्वपूर्ण कुरा हेर्नुहोस्। त्यसै कारणले गर्दाखेरि वर्तमान प्रेसिडेन्टजीले बारम्बार भनिराख्नु भएको छ के भन्दाखेरि हामी धार्मिकतावादी सोचभन्दा माथि उठ्नुपर्छ, संस्कारवादी सोचभन्दा माथि उठ्नुपर्छ र जातिवादी सोचभन्दा माथि उठ्नुपर्छ भनिरहेको छ। धर्म संस्कार जातिवादी सोचभन्दा माथि उठेर माथिल्लो लेभलमा पुगिसकेपछि मात्र समग्र नेपाललाई चाहिँ त्यो दृष्टिकोणले त्यो नजरले हेर्नु सक्नुपर्ने हुन्छ भन्ने कुरा, अनि मात्र मङ्गोल दर्शनको वास्तविक उद्देश्य पुरा हुन्छ। तपाईलाई म के आग्रह गर्न चाहन्छु भने आज एउटा हामीले प्रण गर्नु, हिजो मङ्गोल दर्शनलाई तपाईँले आत्मसात गर्दा नै त्यो प्रण गर्नुपर्छ, आज दरिलो तरिकाले प्रण गर्नुहोस्। हामी अब यो जातिवादी सोचबाट धार्मिकतावादी सोचबाट होइन संस्कारवादी सोचबाट माथि उठ्छौँ भनेर प्रण गर्नुहोस्। फेरि मुखले मात्र होइन व्यवहारले पनि गर्नु पर्यो होइन त, व्यवहारमा पनि हुनु पर्यो। त्यो हामीले गुरुङले मगर अलग देख्ने मगरले गुरुङ अलग देख्ने भनेर यी लुम्बिनी प्रान्त यानि कि गण्डकी प्रान्तलाई मात्र हेऱ्यौँ भने त पूर्वमा होइन मङ्गोलहरू तामाङ राई लिम्बू मेचे धिमाल छ, पश्चिमतिर जानुभयो भने थारूहरू छन्। अनि हाम्रो दृष्टिकोण त्यो लेभलको भएन भने त नि हामीले यो देश यो समाज तपाईँ हाम्रो आउने भावी सन्ततिलाई होइन सही गन्तव्य पुर्याउन सक्छौँ? पक्कै पनि सक्दैन। यो कुरा हो। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले र यसको संस्थापक प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले जहिले पनि के भन्नुहुन्थ्यो भन्दाखेरि हामीलाई त्यो छुट छैन, हामीलाई त्यो छुट छैन, हुनु पनि हुँदैन भन्ने कुरा हो। अहिले जति पनि अन्य राजनीतिक दलहरूमा किन फेल हुँदैछ, किन चाहिँ ती राजनीतिक दलहरू चाहिँ नेपालमा चाहिँ फेल भएर जाँदैछ भन्दाखेरि यस्तै धार्मिक के कतै न कतै कुनै राजनीतिक दल धर्मसँग रिलेटिभ, कुनै राजनीतिक दल जातिसँग रिलेटिभ, कुनै राजनीतिक दल संस्कारसँग रिलेटिभ, यो खालको भएको कारणले गर्दाखेरि नेपालमा ती राजनीतिक दलहरू फेलियर साबित हुँदैछ। हेर्नुहोस्, यो हामीले बुझ्नु जरुरी छ। तपाईँ हामीलाई यो छुट छैन। मैले तपाईँहरू माझमा यही आग्रह गरेँ। अब हामीले त्यो सोचभन्दा माथि उठेर हेर्नुहोस्, अगाडि बढ्नुपर्छ। त त्यो बेलामा फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले चाहिँ भाइ नानी छोराछोरी कति छन् भनेर सोद्धाखेरि छोराछोरी यतिजना छ भने ए ल ठिक छ, अब तराईबेलको दाजुभाइलाई चाहिँ माथि हिमालतिरको बुहारीहरू ल्याउनुपर्छ है भाइ भन्नुहुन्थ्यो क्या। अनि राई लिम्बू दाजुभाइलाई चाहिँ तराईतिरको हामी जस्तै होइन मेचे हिमाल राजवंशी ताजपुरेहरू बिहे गर्नुपर्छ है भाइ भनेर म किन त्यो भन्दाखेरि हामी एक आपसमा भावनात्मक रूपले जोडिनुपर्छ भन्ने उद्देश्यको साथ। हाम्रो मान्छेहरूले के सोच्थ्यो भन्दाखेरि लिम्बूले राई ल्याउँदाखेरि ए अजात ल्यायो, गुरुङले मगर ल्याउँदाखेरि अजात ल्यायो भन्ने खालको सोच्थ्यो त्यतिखेर। तर त्यसो होइन रहेछ नि त होइन, किनकि सम्बन्ध जोड्यो भने भावना जोडिन्छ, भावना जोड्यो भने हामी साझा उद्देश्य प्राप्तिको लागि अगाडि बढ्न सक्छौँ नि त। अहिलेसम्म यो मुलुकमा ती हिन्दू आर्य बाहुन क्षेत्रीले कसरी तपाईँहरूले राज गर्यो भन्दाखेरि फुटावारी राज गर्यो होइन त, त्यही होइन त मेन उनीहरूको फर्मुला भनेको। त्यसकारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले अब हाम्रो आफ्नो कार्यकर्ताहरूलाई त्यो खालको छुट दिँदैन। हेर्नुहोस्, त्यो खालको छुट दिन थाल्यो भने फेरि हामी साझा उद्देश्यमा पुग्न सक्दैनौँ भन्ने यहाँ जिज्ञासा रूपमा मोटामोटी सबै आइसकेको जस्तो लाग्छ। एउटा सुकुम्बासी समस्या होइन सरले भन्नुभएको, त्योभन्दा अरू त प्रवक्ताज्यूले तपाईँलाई होइन स्पष्ट अघि राखिदिनु भयो नि, चुनाव जित्दैमा हुनेवाला केही त छैन रहेछ नि त होइन। चुनाव जितिसक्दाखेरि पनि उसको मेन माग मुद्दा चाहिँ के हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा रहेछ नि त भन्ने कुरा आयो त। तर यो सुकुम्बासीको कुराहरू उठ्दै गर्दाखेरि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले आफ्नो चुनावी घोषणापत्रमा स्पष्ट रूपमा लेखिएको छ होइन, लेखेको छ हामी शासन सत्ताको बागडोर सम्हाल्दै गर्दाखेरि यो देशमा कोही पनि सुकुम्बासी रहँदैन भनेर हामीले भनेको छौँ। त्यहाँनिर मलाई जहाँसम्म लाग्छ मधेसमा तराई मधेसतिर चाहिँ होइन 2 कट्ठादेखि 1.5 बिघासम्म होइन त मोटामोटी त्यही होला, 2 कट्ठादेखि 1.5 बिघासम्म हामी उपलब्ध गराउँछौँ भनेको छौँ। पहाडमा तपाईँको
रोपनीको हिसाब आउँछ। रोपनीको हिसाब त्यो त्यसरी चाहिँ हामी उपलब्ध गराउँछौँ भनेर हामीले त्यहाँनिर स्पष्ट रूपमा लेखेको छौँ। त्यो हाम्रो वाचापत्र जस्तै घोषणा पत्रमा। त अहिले आम जनताले हामीलाई मत दिएन त, भोट दिएन त। अहिले जसले चाहिँ जुन हिसाबले सुकुम्बासी समस्याको कुराहरू उठाएर चाहिँ एउटा राजनीतिक रोटी सेक्दैछ नि, त्यहाँ हामीले के बुझ्नु जरुरी छ भन्दाखेरि वास्तविक सुकुम्बासी को छ तपाईँले यसो याद गर्नु होला। वास्तविक सुकुम्बासी तपाईँ हामी नै छौँ होइन त? प्राय हेर्नुहोस् त, मूलवासी मङ्गोल जनताहरू कि त खोलाको बगरमा हुन्छ कि त जङ्गलको झोडामा हुन्छ होइन। अनि जसले तपाईँलाई सुकुम्बासी बनायो उसले नै फेरि लाल बुर्जा धनी बुर्जा दिन्छ भनेर हामीले नसोच्दा हुन्छ क्या। यो यथार्थ कुरो हो नि त। म पनि यसो हेर्छु, यो बालिन शाहले जितेर आएको ठाउँबाटै उम्मेदवारी दिएको मान्छे म, झापा 5 वटा। त्यहाँनिर मैले 79 सालमा पनि म त्यहाँनिर चुनाव लडेको थिएँ, 74 सालमा पनि म त्यहाँबाट चुनाव लड्दाखेरि मैले एउटै मात्र माग मुद्दा उठाएँ त्यहाँनिर। त्यहाँ हेर्दै गर्दाखेरि जहाँ जहाँ सुकुम्बासी एरिया जो बगर खोलाको किनारो बगरमा जङ्गलको झोडामा बाक्लो तपाईँ हाम्रै दाजु हेर्नुहोस्। अनि तिनीहरूको यस्तो खालको परिस्थिति तपाईँको यो असोज कार्तिकतिर, बर्खा त बर्खा भयो, असोज कार्तिकतिर जाँदाखेरि पनि तपाईँको त्यो घरमा के हिलो तपाईँको घर उतापट्टि चाहिँ बाटो पुरा हिलो, घर पनि हिलो। त्यहाँ मैले जोडतोडको साथमा आवाज उठाएँ। केपी शर्मा ओली सरकारमा चाहिँ मैले जहाँ जहाँ गएर चाहिँ त्यो विषयमा उठाएँ, त्यो क्षेत्रको घर परिवारलाई चाहिँ त्यहाँनिर यसो जग्गा उपलब्ध गराएछ क्या। त्यस्तो स्थिति हो। त किन यस्तो गरिरहेछ भन्दाखेरि यिनीहरूले चाहिँ यो राजनीतिक रोटी कसरी सेक्छ भन्दाखेरि चाहिँ यसले चाहिँ के हुन्छ भन्दाखेरि हामी आम नेपाली जनता गरिब भयौँ न भने होइन, अनि उसले त पैसाले किन्नु सक्दैन नि त। हेर्नुहोस् त, मङ्गोल जनताहरू, बहुसङ्ख्यक मङ्गोल जनताहरू हेर्नुहोस् त, यसो हेर्नुपर्छ। अलिअलि पैसा कमायौँ भने हामीले एउटा आलिसान जीवन होइन, अब राम्रै खाउँ, राम्रै लगाउँ, राम्रै ठाउँमा बसौँ भन्ने हुन्छ। हिजो हाम्रो घरबाट हामी जहाँ हाम्रो दाइको घरमा बस्यौँ त्यहाँ पनि यही विषयमा कुराकानी भयो। बाहुन छेत्री हेर्नुहोस्, करोडौँको धनी हुन्छ तर उसलाई पुग्दैन होइन, आधी पेट दुःख गरिरहन्छ। तर तपाईँ हामी 2-4 लाख रुपियाँ पैसा कमायौँ भने राम्रैसँगले बसौँ, राम्रै खाउँ, त्यो मालिकमा हुने स्वभाव हो नि त त्यो त होइन त। हामी त्यो खालको स्वभाव हुन्छ नि। तर बाहुन छेत्रीहरू चाहिँ के छ भन्दाखेरि जति नै गरे पनि उनीहरूलाई पुग्दैन। तर हामी त्यो स्वभाव भएको कारणले गर्दाखेरि हामीलाई उनीहरूले गरिब नै बनाउनु चाहन्छ। हेर्नुहोस्, यिनीहरू जहिलेसम्म गरिब रहन्छ तबसम्म चाहिँ हाम्रो कुरा सुन्छ। 2-4 रुपियाँ पैसा भयो भने हामी हिन्दू आर्य बाहुन छेत्रीले टेर्छौँ त? के टेर्छौँ? टेर्दैन नि होइन। हो, यो अवस्था हो। त्यसैले गरिब बनाउने फर्मुला चाहिँ त्यही हो। यिनीहरूले के गर्छ भन्दाखेरि विभिन्न नियम कानुन बनाउँछ होइन, शासन सत्तामा पुग्नुको लागि हरेक प्रपञ्चहरू रच्छ, हरेक त्यो बानाबाजी हरेक कुराहरू गर्छ नि। यसपालि पनि हेर्नुहोस् न, चुपचाप भन्दै हाम्रो साथीले हाल्यो नि त, ओहो केही नै गर्छ कि भन्यो, बोलेकै भरमा हेर्नुहोस् त। त्यो सोसियल मिडियातिर पनि आउँछ कि त्यो फ्री भिजा फ्री टिकट भन्दै होइन, 100 दिनमा भनेर त्यो अनुहार पनि यस्तो बोल्दै गरी आउँछ नि होइन। त्योभन्दा कति राम्रो भाषण गर्ने, त्यो कति मिठासपूर्ण भाषण गर्ने हाम्रै प्रवक्ताज्यू, हाम्रै प्रवीणा म्याडमहरू यही हुनुहुन्छ त होइन। खोइ त हाम्रो कुरा सुनाइ हुँदैन त यहाँ। किन हुँदैन भन्दाखेरि त्यो चाहिँ उनीहरूलाई के थाहा छ भने कहाँनिर हिट गर्नुपर्छ, कहाँनिर चाहिँ खेल्नुपर्छ, कहाँनिर चाहिँ कसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने सबै त्यो चाहिँ एक हिसाबले चाहिँ नियोजित तरिकाले गरिएको खेलहरू हुन्छ। त्यसै कारणले गर्दाखेरि हामीले के विचार गर्नु पर्यो भन्दाखेरि अब त्यसो होइन होइन, हामीले हाम्रो आम जनताको मन जित्ने गरी कसरी हामीले चाहिँ अब अगाडि बढ्ने भन्ने कुरो चाहिँ मोटामोटी अबको अध्याय त्यो सुरु भयो। वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले चाहिँ बारम्बार भनिराख्नु भएको छ, हाम्रो वाइसीजीहरू अस्ति गएर आउनु भएको छ होइन, यता हाम्रो वाइसी सर नै, दुईजनै फेरि याम हुनुहुँदो रहेछ है, उहाँ दुईजनै याम सरहरू हुनुहुँदो रहेछ। उहाँहरूले पनि गएर सुन्नु भएको छ। दाइले बारम्बार के भनिरहेको छ भन्दाखेरि हामी अहिलेसम्म चाहिँ 20% खोजीमा थियौँ। 20% भनेको नेतृत्व, नेता बनाउने लाइनमा थियौँ हामी अहिलेसम्म चाहिँ है। 21सम्मको हिसाबलाई हेर्ने हो भने फागुन 21सम्मको हामी चाहिँ के छ भने नेतृत्व सही चाहिन्छ भने, अब नेतृत्व सही हुने कुरा पुग्यो हेर्नुहोस्।
तर नेताले मात्र भोट हालेर त नपुग्दो छ नि त होइन, जनताले नि भोट हाल्छ। त्यो जनता भनेको चाहिँ जहिले पनि 80% हो, ऊ चाहिँ भोट हाल्ने काम मात्र उसको अरू केही काम नै हुँदैन। जुनै सरकार आए पनि उसलाई मतलबै हुँदैन। ऊ चिया पसलमा गएर त्यो फल्ना यस्तो भन्ने मात्र हो, उसको काम भोट हाल्ने मात्र हो होइन। कतिको त भोटर आइडी पनि नहुँदो रहेछ हाम्रै मान्छेहरू है। त 80%ले कस्तो कुरा सुन्दर छ भन्ने कुरो चाहिँ हामीले अब सर्वे गरेर होइन, त्यो 80% जनताको ध्यान खिच्ने खालको चाहिँ अब हामीले अभिव्यक्ति दिएर हुन्छ कि हामीले काम गरेर हुन्छ कि होइन, त्यो गर्नुपर्ने बेला आयो। अब त्यो चाहिँ 80%ले बुझ्ने खालको भाषा हामीले बुझ्नुपर्छ भनेको। हामी चाहिँ अलिक साहित्यिक भाषा मात्र बोल्यौँ होइन, मालिक बनिनुपर्छ मात्र भन्यौँ, तर साथीहरूले चाहिँ बेलचा र होइन हँसे हथौडा बोकाएर चाहिँ उहाँ ढुङ्गा बोक्नु लाउँदाखेरि चाहिँ ठिक हुनेछ हाम्रो मान्छेहरू, त्यही देखियो नि त होइन। अनि गिटार लिएर बसेको घरमा या त्यस्ता नाते थुक्का भयो भने भोट गुटुङ खाल्थ्यो यस्तो त रहेछ होइन। त त्यो समाज भएकाले गर्दाखेरि अब हामीले केही न केही चाहिँ त्यो 80% जनताको त्यो मेन्टालिटी बुझेर तपाईँ हामीले अब गर्नुपर्छ भन्ने चाहिँ होइन। बोल्दाखेरि पनि अब उनीहरू चाहिँ अहिलेको यो शासन सत्तामा रहनेहरूले चाहिँ ढाँट्नुको लागि छल्नुको लागि त्यो काम गर्यो भने हामी चाहिँ ढाँट्नु र छल्नुको लागि हामीले चाहिँ यो देश बनाउनुको लागि चाहिँ अब त्यो खालको हामीले रणनीति अपनाउनुपर्छ भन्ने कुरा हो। उनीहरूले त अहिलेसम्म हिन्दू आर्य बाहुन क्षेत्रीले त तपाईँहरूले लुट्नु ढाँट्नु छल्नु त गर्यो नि होइन। विभिन्न तपाईँको कम्युनिस्टहरूको ठुल्ठुलो होइन माओवादको सिद्धान्त, लेनिनवादको मार्क्सवादको सिद्धान्तहरू पढायो, तर वास्तवमा यो देशलाई लुट्नुको लागि रहेछ भन्ने कुरो त हामीले बुझ्नु पऱ्यो नि त होइन। त मङ्गोल दर्शनले चाहिँ यो देशलाई बनाउनुको लागि चाहिँ अगाडि बढेको छ भन्ने कुरो चाहिँ अब आम जनताले कसरी बुझाउन सकिन्छ, कसरी बुझ्ने तरिकाले बोल्न सकिन्छ, गर्नु सकिन्छ भन्ने कुरो चाहिँ यो चाहिँ फेरि यस्तो। यो कुरो चाहिँ कस्तो भन्दाखेरि आम नेपाली जनताले बुझ्नको लागि बुझ्ने हुनुको लागि चाहिँ प्रवक्ताज्यू मात्र बोलेर हुने कुरा होइन, मैले मात्र बोलेर हुने कुरा होइन, हाम्रो प्रेम सरले मात्र बोलेर बोल्ने कुरा होइन, त्यो चाहिँ गर्ने कुराहरू त्यो चाहिँ हाम्रो खड्का दाइले पनि गर्नु पर्यो त्यसको लागि। हाम्रो त प्रवक्ता छँदैछ नि बोल्ने भनेर प्रवक्ताजीलाई छोडेर हुँदैन हेर्नुहोस्, खड्का दाइले पनि गर्नु पर्यो होइन, हामी याम सरले पनि गर्नु पर्यो। त्यसको लागि आफूले सेल्फ कसरी गर्न सकिन्छ भन्ने कुरो चाहिँ होइन, त्यो चाहिँ कसैले नाचेर होइन त्यो खालको अभिव्यक्ति दिन सक्छ, कसैले गाएर, कसैले कविता लेखेर, कसैले भाषण ठोकेर गर्नु पर्यो नि त होइन। कसरी गर्न सकिन्छ त्यसरी चाहिँ हामी अगाडि बढ्नुपर्छ। तर विचारको लडाइँमा चाहिँ हामी एकमत हुनुपर्छ है। फेरि पहिला अघि नै कुरा गर्दै हुन्थ्यो, पूर्वमा चाहिँ त्यस्तो हुन्थ्यो पहिला सुरुमा दाइले चाहिँ जहिले पनि काठमाडौँ जाँदाखेरि चाहिँ फलफुलको बिरुवाहरू लिएर जानुहुन्थ्यो। भाइ यहाँ लगाएर रोपायो भन्नु, फाउन्डर आउँदै हुनुहुन्छ काठमाडौँबाट, यसपालि चाहिँ अनुमति माग्ने हो होइन, त्यो पेस्टल जेस्टल किन्ने हो, धम्काउन थालिहाल्ने हो भन्ने थालिहाल्थ्यो क्या त्यतिखेर। अनि यसो बजार घुम्दै गर्दाखेरि ठुल्ठुलो नयाँ घर देख्यो भने क्या, अनि साथीहरूले भन्थ्यो अरे क्या यो घर चाहिँ हेर है केटा, यो घर चाहिँ मेरो है, यसलाई नचला है पछि भन्नुहुन्थ्यो अरे क्या साथीहरूले क्या। त्यसरी क्या त्यो अलिक अराजक खालको सोच्ने, कुट्नुपर्छ, काट्नुपर्छ, झगडा गर्नुपर्छ। दाइ चाहिँ फेरि फल र फुलको बिरुवा लिएर आउने अरे, भाइ कुनामा लगाएर रोप है, यो चाहिँ फल्ना ठाउँ लगाएर रोप है भनेर चाहिँ भन्थ्यो अरे क्या। भन्नुको मतलब यो वैचारिक क्रान्ति भन्ने कुरो चाहिँ फेरि कस्तो हुँदो रहेछ भन्दाखेरि यो चाहिँ यस्तो खालको भनौँ न एउटा हतियार हुँदो रहेछ, यसलाई चाहिँ कसैले पनि मास्नु र मार्नु सक्दैन रहेछ क्या। विचारको क्रान्ति भनेको त्यो रहेछ। हिजोको इतिहासहरू हेर्नुहोस् न, लखन थापा जो प्रथम शहीद भन्नुहुन्छ उहाँले पनि विचार साथसाथै हतियारको राजनीति पनि गरेका हो नि त, त्यसै कारणले गर्दा उहाँ मारिनु पर्यो होइन त। उहाँको इतिहासहरू हेर्नुहोस्, महामना डाक्टर गोपाल गुरुङजीले कहिले हतियारको कुरा गर्नु भएन, उहाँले विचारको राजनीति गर्नु, विचारको क्रान्तिको कुरा गर्नुभयो, उहाँलाई मार्नु सकेन। हेर्नुहोस् फरक यति हो क्या। अहिले तपाईँ हामीले पनि ठिकै छ ल हतियारको राजनीति गरौँला, तर हतियारको राजनीति गरिसकिसकेपछि अघि नै कुरा आयो, त्यसले पार्ने असरको कुरा आउँछ। हेर्नुहोस् गाउँ ठाउँ हर घर गलीमा चाहिँ त्यसले कहीँ न कतै नकारात्मक असर पनि पारिरहेको हुन्छ यो कुरो चाहिँ। त्यही विचारको फेरि राजनीति चाहिँ यति शक्तिशाली हुँदो रहेछ। प्रवक्ताले चाहिँ अघि बताइसक्नु भयो,
हामीले बोलेको हामीले लिएको नीतिको कारणले गर्दाखेरि सरकार चाहिँ ढुङ्गाउँछ, सरकार चाहिँ ढल्छ भने सकेन कुरा होइन। हामीले एउटै मात्र नीति लिदियौँ के भन्दाखेरि हामी अब G7 को पक्षमा होइन बिआरआई ब्रिक्स को पक्षमा हाम्रो फरेन पोलिसी हुन्छ भनेको पश्चिमाहरूले भदौ 23 र 24 को जेनजी आन्दोलन कथित रूपमा जेनजी आन्दोलन घटाएर भयभरको राजनीतिक दलैलाई पाखा लगाएर होइन एउटा शक्तिलाई कठपुतली सरकारको रूपमा चाहिँ लिएर आएको छ। त्यस्तो अवस्था त्यो विचारको क्रान्तिले त्यो खालको एउटा भनौँ न शक्ति निर्माण गर्ने भएको कारणले गर्दाखेरि हामी आत्तिनुपर्ने अवस्था छैन। अब हामी तयारी हुने, अब खड्का सरले तयारी गर्नु पर्यो। म चाहिँ चापाकोट गाउँपालिकाको मेयर बनिन्छ भनेर अहिलेदेखि अब सुरु गर्दा भयो नि त होइन। त्यो एउटा उद्देश्य राखेर तयारी गरेर हामी अगाडि त्यसो होइन अब खड्का दाइले होइन म त भोलि मुख्यमन्त्री बन्छु गण्डकी भन्दा पनि तयारी त सुरु गर्नु पर्यो नि त। त्यो खालको तयारी चाहिँ हुनु पर्यो। सांसदै पनि त मुख्यमन्त्री भन्दा त सांसद अलिक सानै हुन्छ होइन। अब भन्नु फेरि तपाईँलाई लाग्नु सक्छ म त पढे लेखेको छैन म त गर्नु सक्दिनँ, त्यस्तो होइन। हेर्नुहोस् 10 जना जस्तो सल्लाहकार राख्नुपर्छ भइहाल्छ सबै कुरो होइन। सुदन गुरुङ उहाँ रुँदै रुँदै डबीलाई भोट माग्ने मान्छे त अहिले गृहमन्त्री पड्काइरहेछ होइन त, चलाइरहेको छ अब अहिले। अस्ति त्यत्रो अब मधेस आन्दोलन भयो एक्लै गएर चाहिँ अब होइन सम्झौता गरे, सम्झौता झन् यहाँ अलिक विवादित भइरहेको छ। हिन्दू राष्ट्र कायम गर्छौँ भनेर आएको छ अरे, गुरुङको छोरालाई लगेर फसाए जस्तो छ। हुनु पनि अब हनुमान हो होइन, फसिहाल्छ नि होइन। उसलाई चाहिँ सञ्जीवनी बुटी लिएर आएछ भनेको थियो होला, गएर पाहाडै उचालेर लिएर आएछ। अब सरकारलाई नै गाँडो हुन्छ त्यो अहिले बालेन सरकारलाई गाँडो हुन्छ त्यो सबै भयभरको सबै गुट्टाङ गुडुङ उठाएर लिएर आएछ काठमाडौँ। अब अहिले विवादमा आइरहेछ होइन, त्यसले त असर गर्छ नि त। त्यो पनि दुइटै पक्ष हुँदो रहेछ क्या, यो हनुमान भन्ने चाहिँ दुइटै पक्ष हुँदो रहेछ। यसले अब अलिक राम्रो तरिकाले खेल्दियो भने सरकारलाई फाइदा नि हुने कुरा, काउन्सिलरलाई फाइदा नि हुने कुरा, अलिक गलत तरिकाले खेल्दै नि सक्यो, काम लगाउनु खोजेको थियो, यो अवस्था हो। त्यस कारणले गर्दाखेरि अब तपाईँ हामीले त्यस्ता त्यो अब हुनु त हेर्नु न, अब गुरुङको छोरो होइन, अब यसो नजर हेर्दा गुरुङको छोरो माया त लाग्छ नि, तर के गर्नु सबै विदेशी मालिकहरूको त्यो कठपुतली भएर हिँडिरहेछ होइन, दुःख पनि लाग्छ। त्यस कारणले गर्दाखेरि हामीले अब गर्ने अहिलेको अभियान भनेको हाम्रो नानी छ नि यहाँ सोफियाहरूको भविष्यको लागि हेर्नुहोस्। तपाईँ हाम्रो जिन्दगी त त्यतिकै सक्यो त होइन त, कति चाहिँ छ र 2-4 वर्ष भए तापनि त्यो चाहिँ सही ठाउँमा सही काम गर्नुपर्छ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो है। किनकि फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले अन्तमा मरेर जाने बेला के लिएर जानुभयो त, तर अहिले हेर्नुहोस् 2 गुणा रात 4 गुणा उहाँकै नाम मात्र आउँछ। विरोधीले पनि उहाँकै नाम लिन्छ, उहाँलाई समर्थन गर्ने उहाँकै नाम होइन। उहाँलाई बारम्बार हराउने मान्छेको अघि नै उहाँ प्रवक्ताजीले नाम लिनुभयो, बारम्बार हराएको, एकचोटि होइन 2-3 चोटि हराएको। तर केबी गुरुङ भन्ने व्यक्ति तपाईँले चिन्नुहुन्छ अहिले? चिन्नुहुन्छ? काङ्ग्रेसको एउटा नेता उता पूर्वमा इलामको, अब अहिले हेर्नुहोस् सक्यो। तर गोपाल गुरुङ दाइ महामना डाक्टर गोपाल गुरुङले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा उहाँलाई चाहिँ अहिले पनि हेर्नुहोस्, तपाईँले गुगलतिर सर्च गरेर हेर्नुभयो भने होइन त्यो अवस्था छ। त्यो मात्र होइन उहाँको इतिहास बनेर गएको छ, यो तपाईँ हामीले बुझ्नु जरुरी छ। त्यस कारणले गर्दाखेरि म तपाईँहरू माझमा अन्ततः यही कुराहरू राख्दै विशेष गरेर आयोजक सभालाई विशेष धन्यवाद दिँदै, त्यसमा पनि स्याङ्जा जिल्ला सभाका तपाईँहरू विभिन्न सभाका पदाधिकारी साथीहरूले जुन हिसाबले यतिका समयसम्म बसेर होइन धैर्य धारण गरी सुनिदिनु भएकोमा यहाँलाई पनि विशेष धन्यवाद दिँदै म आफ्नो भनाइलाई बिट मार्ने अनुमति चाहे स्वीकार्नलाई बिदा हुँदाको जय मङ्गल।